फाइनल्ली एम्बलिङ हाइड्रो पावर र तक्सार पिकुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ चाहिँ नेप्सेमा लिस्टिङ भएको छ र आउँदो सोमबारदेखि चाहिँ यिनीहरूको कारोबार हुँदैछ। कारोबार मूल्य कति रहनेवाला छ र 15 दिनसम्म 15%ले सर्किट हान्न सम्भव भयो भने यसको प्राइस चाहिँ कति पुग्ने रहेछ, कति दिनमा चाहिँ कति प्राइस पुग्ने रहेछ त आउनुहोस् आजको भिडियोमा हामी चर्चा गरौँ भने साथीहरू हजुरहरूलाई स्वागत छ पैसाको पारखी युट्युब च्यानलमा, जहाँ हरपल हर समय आइपिओ या फिओ फाइनान्स र शेयर मार्केटसँग सम्बन्धित ताजा र महत्त्वपूर्ण अपडेटहरू छुट्टो मिठो लिएर आइरहेको हुन्छ। यस्तै अपडेटको लागि च्यानललाई सब्स्क्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। भने साथीहरू यस एम्बलिङ हाइड्रो पावर लिमिटेडको नेटवर्थ रहेको छ 101 रुपियाँ 82 पैसा भने अर्निङ पर सेयर चाहिँ 1 रुपियाँ 82 पैसा चाहिँ रहेको छ। यसको नेटवर्थ अर्निङ पर सेयर चाहिँ फन्डामेन्टल्ली चाहिँ राम्रै मान्न सकिन्छ। यस कम्पनीको फन्डामेन्टल चाहिँ राम्रै रहेको छ भने त्यस्तै गरी तक्सार पिकुवा खोला लिमिटेडको नेटवर्थ चाहिँ 100 रुपियाँ 76 पैसा रहेको छ भने अर्निङ पर सेयर चाहिँ माइनस 0 रुपियाँ 72 पैसा चाहिँ रहेको छ। यसको चाहिँ अर्निङ पर सेयर चाहिँ नेगेटिभमा रहेको छ भने फन्डामेन्टल्ली चाहिँ अलि विक हो कि जस्तो चाहिँ देखियो भने साथीहरू तक्सार पिकुवा खोला र एम्बलिङ हाइड्रो पावर लिमिटेडको चाहिँ पहिलो कारोबार मूल्य चाहिँ 100 रुपियाँदेखि 300 रुपियाँको बिचमै रहनेवाला छ। दुईटैको चाहिँ ओपनिङ रेन्ज चाहिँ सेम रहेको छ भने आउनुहोस् 15 दिनसम्म कति पुग्छ त 15% सर्किट लिएर हो भने साथीहरू पहिलो दिन यदि 300 रुपियाँमा कारोबार सुरु भयो भने 300 रुपियाँमा कारोबार सुरु भएर 15% सर्किट हान्दाखेरि 45 रुपियाँ बढेर 45 रुपियाँ बढेर यसको प्राइस चाहिँ 345 रुपियाँ पुग्ने रहेछ, क्लोज हुने रहेछ भने त्यस्तै गरी दोस्रो दिन 345 मा चाहिँ ओपन भएर 51 रुपियाँ 75 पैसा चाहिँ 15% सर्किट हान्दाखेरि एड भएर 396 रुपियाँ 75 पैसा चाहिँ यसको प्राइस पुग्ने रहेछ भने त्यस्तै गरी 7औं दिनसम्म लगातार 15%ले सर्किट हान्न सम्भव भयो भने चाहिँ यसको प्राइस साथीहरू 693 रुपियाँ 91 पैसामा चाहिँ ओपन भएर 104 रुपियाँ 9 पैसा एड भएर 798 रुपियाँमा चाहिँ यसको चाहिँ क्लोज हुने देखियो भने त्यस्तै गरेर साथीहरू 15औं दिनसम्म यदि 15% का तले सम्म भयो र सर्किट हान्यो भने चाहिँ साथीहरू यसको प्राइस चाहिँ 2441 रुपियाँ चाहिँ पुग्ने रहेछ भने 15 दिनसम्म चाहिँ सर्किट हान्न चाहिँ अलि नपुग्ला कि जस्तो चाहिँ लाग्छ। तर सामान्य तया 7 कि 10 दिन त हान्छ भने 10 दिनसम्म यदि सर्किट हान्यो 15% को दरले भने पनि तपाईहरुको त यस आइपिओ को प्राइस चाहिँ 1213 रुपियाँ 66 पैसा चाहिँ यसको प्राइस पुग्ने चाहिँ देखियो भने पक्कै पनि राम्रै फाइदा हुन सक्ने चाहिँ देखियो है। यदि सामान्यतया 7औं दिनसम्म हान्यो भने पनि 798 त प्राइस पुग्ने नै रहेछ भने 798 प्राइस पुगे पनि हामीलाई त 698 रुपियाँ त एकदम फाइदै भइरहेको त देखि नै रहेका छ भने तपाईलाई के लाग्छ, कति जति प्राइस चाहिँ यसको हाई प्राइस हुन्छ जस्तो लागेको छ, कति जति तपाईले होल्ड गर्ने सोच्नु भएको छ कमेन्टमा बताउन नबिर्सनु होला। 15% को सर्किटको दरले 15 दिनको हामीले यहाँ लिस्ट देखाइदिसकेका छौं। राम्रोसँग होल्ड गर्नु होला, राम्रो फाइदा कमाउनु होला है त गाइस।